आज म बहुत ठुलो घटना भन्न गइरहेको छु, ध्यान दिएर सुन्नु होला। मेरो साथ भयो टमाटर काण्ड। अमला काण्डले बथ्यो एउटा छोरो हैन, नेपालमा चलेको। आज मेरो साथ भयो अमला काण्डले सरी टमाटर काण्ड। टमाटर काण्डले गर्दा मेरो 2टा घर छुट्यो। आज मेरो हैन 3टा 4वटा घरमा लगातार, मतलब 2टा 3टा घर छुट्टी भथे, अरु बचेका 3-4टा घर थिए। 4वटा घरमा लगातार टमाटर सबै घरमा सकिए थियो। अनि भने कि टमाटर खतम भयो सबै घरमा हैन। एउटा घरमा टमाटर अर्डर गर्न पठाए, गएर आधी घण्टा बसेपछि बल्ल बल्ल का सामान आयो। सामानमा आलु प्याज मात्रै छ, टमाटर छैन। अनि भन्छ दिदी मैंने तो मगाया था पर नहीं आया। हामीलाई थाहा छैन र, हामीलाई लाग्दो सम्झेको, हामी पनि धेरै बाटो छ, हामीले बुझिहाल्यौँ केले मगाइरहेछ भनेर। अनि आयो मलाई गुस्सा, मम्मीलाई फोन, अनि पछि दुबारा सामान मगायो। दुबारा सामान मगाउन लाग्यो अर्को 20 मिनट, भनेपछि 50 मिनट कमसेकम गएर 50 मिनट सामान आउनै लाग्यो। अनि दौको खाना बनाए। मलाई त यति रिस उठ्यो कि पुरा अब के गरौँ। मम्मीलाई फोन गरेर रोएँ मम्मीसँग, मम्मी यस्तो यस्तो भयो भनेर। मम्मी भन्नुहुन्छ यस्तो चल्दैन भन्नुहुन्छ। अनि मैले भने थोड़ी नै भन्न मिल्छ, यहाँ त चल्दैन भनेपछि कोही बात नहीं, निकल जाओ काम से, त्यस्तो पनि भन्न मिलेन। जसो तसो गरेर 1.5 घण्टा लगाएर खाना बनाएर निक्लिएँ। आधी घण्टामा भ्याउनी घरमा 1.5 घण्टा लाग्यो। यस्तै हो साथीहरू। अरू 2टा घर छन्, बिस्तारै बिस्तारै भनौँला। अनि पछि दोस्रो घरमा गएँ हैन। ढिलो भएर यस्तो भइसक्यो। मेरो बहिनी हिजो मतलब घरबाट आई थिए। मैले भने आइज बहिनी काम गर्न जाम, 2 बहिनी लाएर फटाफट गरेर जामला भनेर दोस्रो घरमा लगेँ। दोस्रो घरमा पनि टमाटर छैन। अब खाना बनायो, लास्टमा मेरो टमाटर छैन। भैया टमाटर अर्डर गर्नु। टमाटर आउन अरू 20 मिनट लाग्यो। त्यहीँ भइगयो मेरो माथा खराब। तेस्रो घरमा गएको लौकीको कोफ्ता बनाउन भने, लौकीको कोफ्ता बनाउन त्यसै पनि अलि सामान्य जति छिटो गरे पनि 50 मिनट लागिहाल्छ। सब मसला बनाएँ, रोटी हालेर भ्याएँ, पकौडी बनाएँ, प्याज पकाएँ। टमाटर हेरेको टमाटर छैन। मरे सच्चैमा मेरो हिजो हार्ट अट्याक आएर धन्ने बाटोमा पल्टिन बेर्थिन, त्यस्तो भइसक्यो स्थिति। अनि त्यहाँबाट फेरि त्यहाँ पनि 2 बहिनी भएर गथ्यौँ, बस्यौँ आधी घण्टा। लास्टमा टमाटर आएर अब धेरै सब्जी बनाउनु पर्छ क्या। 8-10वटा टमाटरको, 8-10वटा प्याज, 8-10वटा टमाटरको मिक्सर गरेर अनि यो चाहिँ भयो। अनि त्यो पाक्न लाग्यो अरू आधी घण्टा। पछि एउटा घरबाट फोन आई गऱ्यो। अनि मैले भने भैया बन्द गर, पकाओ खाओ, म त गएँ, राख्नेमा राख नराख्नेमा नराख भनेर कराएर आएँ हैन। अर्को घर गएको धुन्दा नगर ऐसे कल से हुआ तो मत आना मेरे घर में। मैंने बोला चुपचाप से काम करके निकल गई। केही भन भने त अब छुटिहाल्छ। धुनधान कराए। अब लास्ट वार्निङ हो, अर्कोचोटि ढिलो आइस भनेपछि नआउनु भने। हेर्नुहोस् अब टमाटरले गर्दा जस्ता जस्ता काम बचिरहेछन्, जो राम्रा काम छन् तिनी लास्ट छन् के अरे। अनि त्यही घरबाट निक्लिने डर। बाल बचेछु। के भन्छ भोलि थाहा छैन। हिजो धुनधान झगडा गरे के मलाई त भइगयो कि घर आएर खाना खान मन पनि लागेन। 11 बजे घर आइपुगेको थियो राति। 10 बजे 9:30 बजे काम भ्याउँथेँ। अमलाले सरी टमाटरले गर्दा 11 बजे हिजो मलाई घर आउन। माथा खराब।